हेलो गाइस, सेवा नमस्ते अनि स्वागत छ तपाईहरुलाई हाम्रो नयाँ भिडियोमा। अनि आई होप तपाईहरु एकदमै सन्चै आराम सुविस्ता अनि ह्यापी हुनुहुन्छ होला। अनि मैले चाहिँ आज चाहिँ अलिक अबेला भ्लग स्टार्ट गर्दैछु। अनि आजको भ्लग केको बारेमा छ भन्ने कुरा हजुरले बाइ द टाइटल थम्बनेलबाट पनि थाहा पाइसक्नु भइसकेको छ। अनि आज चाहिँ म चाहिँ दाउरा बोक्न जाँदैछु साथीहरु। अस्ति यहाँमाथि हाम्रो चाहिँ सर नेपातीप खस्नु भएको थियो। 4-5 दिन भयो। अनि उहाँको बर्खन्त यानि कि काज क्रिया गर्नुको लागि चाहिँ सबैजना भाइहरू भेला भएर चाहिँ दाउरा काट्नुपर्ने हुन्छ। अनि त्यही भएर सबैजना गइसक्नु भयो। अनि म पनि जाँदैछु साथीहरू, सबैजना गइसक्यो। अनि त्यही हो भिलेज ऱ्यान्डमली भ्लग। यस्तै के हुन्छ कसो हुन्छ हैन, म जे भेट्छु त्यही क्लिक गरेर हजुरको माझमा लिएर आइ नै हाल्छु। अहिले चाहिँ उकालो हिँड्दैछु म, त्यही भएर यहाँ सासु बढ्दैछ मेरो पुरा हो। माथिको घरमा जाँदैछु, हेर्दै गर्नु होला है त साथीहरू। म चाहिँ यहाँ टिपाहरूकोमा चाहिँ दाउरा बोक्नु आएको हो साथीहरू। अनि दाउरा चाहिँ यता काट्दैछ जस्तो छ, मन पलामा ठ्याक 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 गर्दैछ। म चाहिँ फाइनली घर आइपुगेँ। भाइ सबैजना गइसक्यो क्या दाउरा बोक्नु। एल्छ फुपूले अनि टिपाको भैँसी टिपालाई मात्रै दुध दिन्थ्यो अरे। अहिले सुमन दाजुले नानाले ल्याउनुहुन्न टिपाको भैँसी। तपाईँले भनेको चिज कति राम्रो देखियो हाम्रो गाउँ। टिप्पालाई चाहिँ ऊ त्यहाँनिर राखेको छ, यता तिनमाको छेउमा। के हो केहीले छुको छैन रहेछ नि। यहाँनिर राखेको छ टिप्पालाई चाहिँ तिनमाको छेउमा। अनि यो तलको चाहिँ छ्याप्पा बाजे। खोर्सानी फालेको थियो होला अनि उम्रेको होला। यहाँ बस्नुहुन्थ्यो त नि। अनि कहाँ नि सुत्नु, कहाँ नि खाना पकाएर खानु। यहाँ चाहिँ मोहन बाजेले पुरै यो के भन्छ खोइ कुन त यो किवीको खेती लाउनु भएको रहेछ। पुरै वरिपरि नै बारीमा चाहिँ जम्मै किवीको खेती गर्नु भएको रहेछ बाजेले चाहिँ। नि पुरानो जस्तो रातो खाजा खाने बेला भएको छ। यहाँ चाहिँ तिम्माले खानुहुँदैछ। मलाई पनि ल्याइदिनु भएको फुपै एकछिनै। यहाँ खाजा खाने बेला भयो साथीहरू। यो चाहिँ हाम्रो आजको खाजा। केल्छ फुपा आउनु लु। पखाला पनि चलेको छैन, खोटपेट कस्तो भइरहेको छ। के खानु भएको नाना? किन खानुहुन्न? म तातो पानी पिएर पकाइदिन्छु। हेलो काकी। हजुर। ए छ्यामा ल बुहारी नानीहरू 3 जना आए नानीहरू। खाजा खान आउनु है काकीहरू।
भोक लागेर खाने होइन नि त आज अब कराइले भए पनि खानुपर्छ नि नानी आज किन त्यो दाल त्यो अहिले भरिलाई हुन्छ अघि पाउन आउँछ मान्छे काकाले बिजन बाछेर आउँछ भरे बेलुका हजुर अनि त्यसको दाल चाहिँ के गर्नु म चाहिँ खान्छु अलिकति ल भयो नि भयो भयो यति भए चाहिँ मिठो भयो सफु भयो अहिले बुढ्नु पुगेन भने म माग्छु नि मैले चाहिँ थाहा थिएँ ट्राई मारेको तपाईँ आउनु भएको थियो खेताला यहाँ कल्लै कल्लै मल बोकेर साथीहरू म चाहिँ दाउरा बोकेर पनि घर आइसकेको छु अनि आजको भ्लग चाहिँ त्यस्तै थियो मैले चाहिँ थोरै थोरै भ्लगहरू क्लिक गरेर आइसकेँ घरमा मम्मीले यहाँ के बसाउनु भएछ नि पुरा आगो फुक्नु भइरहेको छ साथीहरू अनि आजको भ्लग चाहिँ यस्तै नै भयो जे जति मैले क्लिक गरेँ अनि आई होप तपाईँहरूले इन्जोय लिनुभयो होला मैले सकेको जति खिचेको छु अनि त्यही हो भिलेज ऱ्यान्डमली भ्लग चाहिँ साथीहरू अनि त्यही हो अनि नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला भन्दै आजको भ्लग चाहिँ म यहीँ टुङ्गाउन चाहन्छु बाई बाई गाइस सी यू नेक्स्ट भ्लग है त